हो नमस्कार हजुर। आज हामी बाजुरा जिल्ला बढीमाइल्के नगरपालिका वार्ड नम्बर 4 ओलेनाबाट हामी मेरो पुर्ख्यौली गाउँ बढीमाइल्के नगरपालिका वार्ड नम्बर 1 को पाटामा हामी जाँदैछौँ। त्यहाँबाट ओलेना वार्ड नम्बर 4बाट पाटा प्रस्थान गर्दैछौँ। यो हाम्रो पुर्ख्यौली गाउँतिर आज हामी जाँदैछौँ। पुर्ख्यौली गाउँ पाटा भन्ने ठाउँ हो। यो बढीमाइल्के नगरपालिका वार्ड नम्बर 1 पर्छ। बाजुरा जिल्लाकै केरा खेतीमा प्रसिद्ध भनेर चिनिने ठाउँ पनि हो यो पाटा। हाम्रो परबाजे यहीँ बस्नुहुन्थ्यो। यो पाटाबाट हाम्रो परबाजे यहाँबाट छोडेर बढीमाइल्के नगरपालिका वार्ड नम्बर 4 को ओलेनामा सामेबाट सदरखण्डको छेउमा पर्ने ओलेनामा जानुभयो। त्यसपछि पाटातिर अलि व्यवस्था गर्नुभयो ओलेनामा, किनकि सडक छेउ राजमार्ग सडकको छेउमै पुरा खेतबारी, सिँचाइ कुलो, जडन धान, बासमती धान फल्ने, साग तरकारी, तलतिर बुढिङ्गा नदी बगिरहेको, नुहाउने लुगा धुने नदीमा दाउरा नदीले बगाइ ल्याएको प्रयोग गर्ने। अनि ट्याक्क माथि भात पकाउन लाउनुहुन्थ्यो अरे बाजेहरूले भान्सामा, तल गएर जालले ट्याक्क माछा ल्याएर खानुहुन्छ। यति राम्रो ठाउँ तराईमा पनि भन्दा राम्रो। तराई को जान्छ, गर्मी सर्पहरूले टोक्छ, त्यस्तो जङ्गलमा जाने हुन्न भनेर त्यो ठाउँ नछोडेर त्यस्तो अवस्था यो ठाउँको पनि व्यवस्था गर्नुभयो। अहिले चाहिँ त्यही बगाएर त्यहाँबाट पनि भागाभाग अवस्था भएर अहिले त कता जाने, आर्थिक अवस्था कमजोर छ हामी सबैको। त्यो भएर गाह्रो भएर हेर्नुहोस्, यहाँ पनि अहिले यो पहिराले यो पाटो गाउँ पुरै हेर्नुहोस् त यो आइरहेको छ। यो तिपाडी घाट हो। यो सामेबाट सडक खण्डको बढीमाइल्के वार्ड नम्बर 4 को तिपाडा पुग्ने यही खोला हो। यो खोला पारि पुरै चट्टान छ। त्यो माथि हेर्नुहोस् त त्यस्तो पहिरो फुटेर यो जमिन पनि पुरा भाँसिएर सकेर अहिले त धेरै दयनीय अवस्था भएको छ। राज्यले पनि नहेर्ने, धेरै गाह्रो छ हजुर। यो भिडियो मार्फत मैले जानकारी गराएँ हजुर।